अब तपाईँ भ्रमणशील मान्छे, सानैदेखि तपाईँ चाहिँ भ्रमण गर्न रुचाउनुहुन्छ, स्कुलबाट भ्रमण तपाईँको यसै पनि होला नै, तर पनि तपाईँको यो चाहिँ 15 वर्ष कटिसकेपछि पनि तपाईँ नयाँ नयाँ ठाउँमा जान मन पराउने, नयाँ नयाँ साथीहरूसँग चाहिँ घुलमिलिन मन पराउने, साथी बनाउन मन पराउने, अझ पुरुष हुनुहुन्छ भने स्त्री, स्त्री हुनुहुन्छ भने पुरुष, अपोजिट जेन्डर प्रति चाहिँ बढी आकर्षक हुने खालको राशि हो मिथुन राशि। मैथुन क्रियामा बढी सहभागी हुने राशि हो। अलिकति शारीरिक शक्तिले भन्दा पनि मानसिक शक्तिले काम गर्न सक्ने खालको राशि हो तपाईको राशि है त। कुरो त्यसरी पनि बुझ्नु होला। भलात्मी त यसै पनि मैले भनिहालेँ, गम्भीर प्रकृतिको मान्छे तपाईँ, भित्री अन्तर हृदयमा तपाईको योजना कस्तो चलिराखेको छ, अब यो मान्छेले के गर्छ भन्ने कुरो तपाईको योजना मान्छेले बुझ्नै सक्दैन कि तपाईँ गोप्य तरिकाले, गम्भीर तरिकाले जीवन बिताउन खोज्ने खालको तपाईको स्वभाव छ। यो तपाईको चाहिँ एकदम भयंकर राम्रो पक्ष हो। अनि राम्रो शब्द बोल्न सक्ने खालको हैन, शब्दको क्वालिटीहरू, शब्दको गरौँपनहरू तपाईले लिन सक्नुहुन्छ कि जान्नु भएको छ कि आउँछ कि अटोमेटिक बोल्दा बोल्दै आउँछ। तपाईले बोलेका कुराहरू एकछिनपछि आफैले रेकर्ड गरेर सुन्दाखेरि ओहो मेरो त भयंकर दिएछु नि त मैले भन्ने खालको हुन्छ। स्पिच दिन त तपाईँ सल्लाहकार त नम्बर 1 हो। तपाईँ मिथुन राशि हो भनेदेखि तपाईको सेम टु सेम यही बानी छ है, बुझ्नुहोस्। तपाईको जवानी वनमा पनि यही हो व्यवहार, बुढेसकालमा पनि यही हो व्यवहार, अझै बुढेसकालमा त तपाईले कुरो सुन्ने मान्छे पाउनुपर्छ। तपाईँ त बोलेको बोलै हो हैन, तर्क दिएर बोल्नुहुन्छ फेरि, यो पनि राम्रो पक्ष छ नि त कुराकानी त। बोलीमा चाहिँ प्रशस्त मिठास छ, राम्रो सल्लाहकार व्यक्ति हो तपाईँ हैन। उपदेश दिनको लागि, राम्रो चाहिँ बाणी बुद्धि चाहिँ सल्लाह दिनको लागि, योजना बनाउनको लागि तपाईँ चाहिँ कुशल योजनाकार पनि हो। यो कुरा पनि कुनै चाहिँ शंका छैन। तपाईलाई मृत्युसँग डर लाग्दैन, बिल्कुल डर लाग्दैन। आफ्नो माया प्रेमको लागि तपाईले ज्यानै पनि दिन सक्नुहुन्छ। प्रेमको लागि एकदमै चाहिँ धोकेबाज राशि भनेर अरूलाई चिनेला, तर चाहिँ मिथुन राशिलाई चाहिँ सच्चा प्रेम गर्ने, सच्चा प्रेम भक्त राशि भनेर चिनिन्छ। यो पनि अत्यन्तै राम्रो पक्ष हो।